अनि नानीको नाम के हो? मेरो नाम बिदान्सी। वेदान्सी के? झिमिरे। अनि म को हो? हजुर कुसुम दिदी। कुसुम दिदी हो। अनि नानीको बाबाको नाम के हो? रविन्द्र घिमिरे। गुड। अनि मामुको नाम के हो? रोग्या। भेरी गुड। अनि नानी स्कुल पनि जाने गरेको छ नि? स्कुलले बिदा छ। होइन, स्कुलको नाम चाहिँ के हो नानीको? भेरी गुड। अनि नानी कति क्लासमा पढ्ने हो? पेंगुइन क्लासमा हो। अनि नानीको फ्रेन्ड्सहरू हुनुहुन्छ कि हुनुहुन्न स्कुलमा? हुनुहुन्छ। नाम भन्नु त ल, थाहा छ भने। ल लसा लसा कतिवटा लसा? 20 वटा फ्रेन्ड्स हुनुहुन्छ। अनि नानीको काकुहरू पनि हुनुहुन्छ नि होइन? हुनुहुन्छ त। अनि को काकुहरू हुनुहुन्थ्यो यहाँनिर? यहाँ हाम्रोमा बल्खुमा को भन त ल? सबिन काकु अनि काकु सोलुको सबिन काकु। अनि अर्को सबिन काकु काको? प्रकाशपुरको सबिन। को काकुहरू हुनुहुन्थ्यो अरे? युवराज काकु। अनि साकार काकु। अनि सबिन काकुहरू चाहिँ जानुभयो? कहाँ जानुभयो त? सोलुखुम्बु जानुभयो। अनि अर्को सबिन काकु चाहिँ कहाँ जानुभयो त? प्रकाशपुर जानुभयो। होइन बल्खुमै हुनुहुन्छ। ए अनि नानीको त अरुणा फुपू पनि हुनुहुन्छ नि? कहाँ हुनुहुन्छ अरुणा फुपू? कुन ठाउँ? होइन कुन ठाउँ होला? अनि साबिया दिदी सार्विन भाइ चाहिँ खोइ त? सार्विन भाइ त स्कुल गइसक्यो। ए हो। साबिया दिदी स्कुल जान। अनि बुवा आमा कहाँ जानु भएको छ अहिले? बुवा आमा त सोलुखुम्बु जानु भएको छ। ए हो। कहिले आउनुहुन्छ अरे? भोलि। ए ल सबैजनालाई बाई बाई, राम्ररी बस्नुहोस् भनेर भनिदिनु लु छिटो। बाई बाई, राम्ररी बस्नुहोस्।